नमस्कार। आज हामी एउटा निकै चर्चित मैथिली उपन्यासमा केन्द्रित हुँदैछौँ। अनिल चन्द्र ठाकुरको अब मानी जाउँ। हो, यो उपन्यास यसले पुरैनिया जिल्लाको सोनपुर गाउँको कथा भन्छ। सोनपुर सुन्दा त राम्रो लाग्छ, तर उपन्यास पढ्दा त त्यहाँको जीवन निकै जटिल रहेछ नि। एकदम। उपन्यासले सोनपुरको त्यो सामाजिक ताना बाना, मान्छेहरूका सम्बन्ध अनि त्यहाँ भइरहेको द्वन्द्व र परिवर्तनलाई देखाउँछ। ठाउँ आफैमा सुन्दर छ। हो, तर त्यही सुन्दरतासँगै हिंसा पनि छ अनि अशिक्षा पनि। पढे लेखेका मान्छे भएर पनि त्यो कस्तो खालको अज्ञानता हो। त्यो त हो नि, समाजमा एउटा अनौको किसिमको उथलपुथल देखिन्छ। अनि त्यो गाउँको वर्णन पनि होइन। एकातिर एकदमै धार्मिक माहौल, त्यो बुढिया कालीमाईको मन्दिर स्थापनाको कथा। जमिनदार प्यारे बाबुले देवीको दर्शन पाएर मन्दिर बनाएको प्रसङ्ग, त्यसले समाजको आस्था त देखाउँछ। तर अर्कोतिर त्यही समाजमा बन्दुक गोली चल्नु सामान्य जस्तो। यो कस्तो विरोधाभास? यही विरोधाभास नै उपन्यासको एउटा मुख्य पक्ष हो। आस्था एकातिर छ अनि त्यसकै आडमा वा त्यसकै समानान्तरमा हिंसा र अपराध पनि चल्छ। यसले समाजको त्यो दोहोरो चरित्र देखाउँछ नि। अनि कथाको केन्द्रमा छिन् बुचिया, हैन? उनको यात्रा त साँच्चै के भनौँ, प्रेरणादायी मात्रै होइन, एकदमै गहिरो छ। अफिसर बाबुकी छोरी भएर पनि कति दुःख। एकदम। उनको जीवन निकै सङ्घर्षपूर्ण छ, तर उनको त्यो कलाप्रतिको लगाव, त्यो प्रतिभा, त्यो चाहिँ अद्भुत छ। त्यो दारिद्र्य सौन्दर्य भन्ने चित्र होइन, कति शक्तिशाली हो नि। एउटी गरिब केटी आफ्नो फाटेको लुगामा लजाएर जिब्रो टोकेकी, त्यो चित्रले त राष्ट्रिय स्तरमै चर्चा पायो नि। कतिले त मैथिली कलाको मोनालिसामै भने। साँच्चै मोनालिसा नै। त्यस्तो चर्चा भयो। त्यसले गरिबीभित्रको त्यो सौन्दर्य र पीडा एकैसाथ देखाउँछ। खासमा कलाबाटै उनले आफ्नो आवाज भेट्टाउँछिन्। अनि पछि त उनी पढाइतिर पनि लाग्छिन्, स्कुल खोल्ने सपना देख्छिन्। हो, गरिब बालबालिकाका लागि त्यो उनको अर्को पाटो हो। उतो जीवनमा त्यो गिरधर झा भन्ने पात्र आउँछ नि, उसको भूमिका कस्तो देख्नुहुन्छ? गिरधर झा, उसको प्रवेशले कथामा अर्कै मोड ल्याउँछ। सुरुमा त ऊ सहानुभूति देखाउँछ। हो, तर पछि सम्बन्ध जटिल बन्छ। बुचियालाई झन् सामाजिक अप्ठ्यारोमा पार्छ, होइन र? एकदम। गिरधर आफै पनि द्वन्द्वमा छ। ऊ परम्परा र आफ्नो भावना अनि पारिवारिक जिम्मेवारी बीच फसेको छ। उसको बुवा भागीरथ झा अनि श्रीमतीसँग पनि उसको खटपट हुन्छ है, बुचियाकै कारणले। हो नि, श्रीमतीको मृत्युपछि त झन् उसको बुवाले बुचियासँगै दोस्रो बिहे गराइदिन खोज्छन्। तर बुचियाले मान्दिनन्। मान्दिनन्। त्यसले उनको आत्मसम्मान र परिवर्तनको चाहना देखाउँछ। समाजको दबावलाई उनले अस्वीकार गर्छिन्। बुचिया र गिरधरको कथा त छँदैछ, तर त्यो गाउँ आफैमा शक्ति सङ्घर्षको एउटा अखडा जस्तो पनि देखिन्छ। कुलदेवा जस्ता पात्रहरू छन्। हो, कुलदेवा। ऊ त गाउँको त्यो अराजकता र शक्ति समीकरणको प्रतीक जस्तै हो। एक किसिमले एन्टी हिरो भन्न मिल्छ उसलाई। एन्टी हिरो कसरी? प्रतिष्ठाको प्रतीक पनि हो। त्यसलाई खोज्न खोज्नु अनि पछि पुलिस कारवाहीमा मारिनु, यसले त्यो बेलाको समाजको त्यो क्रूर यथार्थ र दबदबाको राजनीतिलाई छर्लङ्ग पार्छ। धुनी ठाकुर जस्ता अरू पात्र पनि छन्। उनीहरू पनि त्यही सामाजिक र राजनीतिक समीकरणकै हिस्सा हुन्। जग्गा विवाद, अपराध, यो सब कुरा उपन्यासमा जोडिएर आउँछ। यी सबै कथाहरूबाट उपन्यासले गरिबी, सामाजिक न्याय, लैङ्गिक असमानता जस्ता विषय त उठायो नै, तर त्यो पाखण्ड हिपोक्रेसी, त्यो पनि निकै मार्मिक ढङ्गले आएको छ जस्तो लाग्छ। एकदम। एकातिर धर्म कर्म गर्ने, अर्कोतिर त्यही समाजभित्र अन्याय र अपराधलाई प्रश्रय दिने, यो दोहोरो मापदण्ड प्रष्ट देखिन्छ। कान्ता नर्सको कथाले पनि त्यस्तै केही देखाउँछ कि? हो, कान्ता नर्सको कथाले त्यो अन्तर्जातीय विवाह गर्दा भोग्नु परेको सामाजिक बहिष्कार, व्यक्तिगत सङ्घर्ष देखाउँछ। यसले समाज परिवर्तनको कुरा गरे पनि त्यो जरा गाडेर बसेका मान्यताहरू कति बलिया छन् भन्ने देखाउँछ। उपन्यासले सजिलो उत्तर दिँदैन, बरु ऐना देखाउँछ। समग्रमा भन्नुपर्दा अब मानिजाउँले एउटा परिवर्तन हुँदै गरेको मैथिली ग्रामीण समाजको निकै जटिल तर यथार्थ तस्बिर प्रस्तुत गर्छ। जहाँ सङ्घर्ष छ, सपनाहरू छन्, अनि समाजका सीमाहरू पनि छन्। तर त्यो हिंसा र विसङ्गति बीच पनि बुचियाको कला, उनको शिक्षाप्रतिको यात्राले
एउटा सानो आशाको दियो चाहिँ बाल्छ। साँच्चै उपन्यासले निकै गहिरो गरी सोच्न लगाउँछ। एउटा प्रश्न मनमा आउँछ कि यस्तो समाजमा जहाँ आस्था र अपराध सँगसँगै हिँड्छन्, वास्तविक सामाजिक प्रगति सम्भव होला त? अथवा बुचिया जस्ता पात्रहरूको त्यो मौन तर निरन्तरको सृजनात्मक सङ्घर्षले ल्याउने परिवर्तन नै दिगो हुन्छ कि? हो, यो प्रश्नमा पाठकहरूले पक्कै विचार गर्न सक्नुहुन्छ होला। आजलाई यति नै गरौँ।